हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सबभन्दा सुरुमा त सबलाई मनबाट नमस्कार। आजको मेरो सुरुवात चाहिँ हाम्रो जेठन र साडु दाई चाहिँ नेपाल गइरहेछन् है। ल अब के गर्ने बसे अब यतै बसिरहेको थिएँ, खै के अब केही काम पऱ्यो होला त्यही कारण नेपालतिर गइरहेछन्। आफू भने आफ्नो पनि बाइक समातेर म पनि आफ्नो कामतिर लागिसकेँ गाइजहरू। अब बिहानै अब चिसो त के भन्ने, लास गर्मी हुन्छ यतातिर। त्यति कुरा गर्दै गर्दै होटल पुगेर म पनि आफ्नो सामानहरू भित्रबाट बाहिर ल्याउँदै मिलाउँदै ट्याक्क है गर्नु पऱ्यो। के गर्ने गाइज, अब भित्रको सामानहरू सब मोमोको सामानहरू भित्रै हुन्छ, किचनको सामान पनि भित्रै हुन्छ, मोमोको सेट हेड सब भित्रै हुन्छ। अब त्यति गर्दै गर्दा अब ट्याक्क मिलाएर सामानहरू त्यहाँपछि बाहिर म किचनमा आएर आफ्नो मोमोको तयारी गरिरहेछु गाइज। पहिला चाहिँ आटा साटो गुनेर त्यहाँपछि मसला बनाएर फेरि बेल्दै भर्दै एक्लै छु गाइजहरू। अब त्यहाँपछि अब बेल्दै यताउता गर्दै गरिरहेको थिएँ। अब झ्याउ लागिरहेको थियो, अर्डर आउँछ भनेर सोचिरहेको थिएँ। अर्डर आयो भनेपछि चाहिँ हल्का अब आराम मिल्छ कि मोमोमा एक्लै चाहिँ लास्ट झ्याउ लाग्दछ कि गाइजहरू। त्यही कारणले अब ट्याक्क अर्डर पनि आइसक्यो हाम्रो यो हाफ कटलेट हो। ल कटलेट सटलेट दिएर फेरि पिज्जाको अर्डर आइसक्यो गाइजहरू। पिज्जा चाहिँ हाम्रो 3वटा गइसकेको छ। यो 100 रुपियाँको पिज्जा हो। एकचोटि खाएर हेर्नु होला, लास्ट टेस्टी हुन्छ कहिलेकाहीँ। अब कोही यतातिर आयो भनेपछि लगाइ आजको लागि चाहिँ सबलाई गुड नाइट है।